लेफ्ट ह्यान्ड साइड र राइट ह्यान्ड साइड इक्वल सो गर्नु छ हामीलाई। एलएचएसमा लेफ्ट ह्यान्ड साइडमा जे छ त्यही सार्नु पर्यो। अनि हामीलाई थाहा छ पाईको भेल्यु 180 डिग्री, पाईको भेल्यु 180 डिग्री, पाईको ठाउँमा 180 लेख्यो। लेखेपछि डिनोमिनेटरहरूले डिभाइड गर्यो। 3 6 जा 18, 60 भयो, 6 3 जा 18, 30, 3 6 जा 18, अनि 4 4 जा 16 and 4 5 जा 20, 45 डिग्री। tan 45 डिग्रीको भेल्यु 1 त स्क्वायर भएकोले स्क्वायर दियो। sin 60 को भेल्यु √3/2, tan 30 को भेल्यु 1/√3, अनि tan 60 को भेल्यु √3, तर यहाँ स्क्वायर छ, स्क्वायर लगायो। स्क्वायरसँग रुट काटिन्छ। √3 न्युमिनेटर, √3 डिनोमिनेटर क्यान्सल। 1 को स्क्वायर 1, 1 into 3, माथि भयो 3, मुनि भयो 2, माथि 3 लाई मुनि 2 ले डिभाइड गर्दा 2 1 जा 2, बाँच्यो 1, रिमाइन्डर अनि डिभाइजर 1.5। देयरफोर लेफ्ट ह्यान्ड साइडको हाम्रो एन्सर आयो। जति आयो राइट ह्यान्ड साइडमा पनि त्यति नै छ फ्रुट।